रवि लामिछाने छाती छाप्न आउँछु भन्ने अब मान्छेले झुकिएर पनि घन्टीलाई भोट हाल्दैनन्। घन्टी भनेपछि नि भाइ अहिले मान्छे मन्दिरको घन्टी पनि फ्याक्छन् कि भन्ने पिर भइसक्यो। माफियाहरूका घरमा डोजर टल्छ भनेर भनेको माफियाकामा नमस्ते गर्न जाने भत्काउनु पर्ने थियो डिप स्टेट। तर भत्काए के भन्दाखेरि नि गरिबका बस्ती पासपोर्ट चारवटा राख्ने चारवटा नागरिकता राख्ने मुख छाड्ने मान्छे 2250 मान्छे सोसियल मिडियामा राखेर एल्गोरिदम प्रयोग गरेर फेसबुकमा मुख छाडेर म बालेन सरकारलाई के भन्छु भने तपाईको बुद्धि यति नै रहेछ। अन्तिममा कसले दुःख पायो भन्दा सुकुले हनुमान र दनवार पाण्डव सुनवारलाई भोट हाले र रवि लामिछाने रासपाको नेतै ठग हो। हामीले तिरेको करले ठगेको पैसा बुझाउने अरे सहकारी पीडित बोल्न नहुने अनि यहाँ ठगेको पैसालाई तिरेस् त हामी बोल्दैनौँ। मुख छाड्ने मान्छे 2250 मान्छे सोसियल मिडियामा राखेर एल्गोरिदम प्रयोग गरेर फेसबुकमा मुख छाडेर फेसबुकमा मुख छाडेको पनि कस्तो छाडेको हुन्छ भने नि आमा चकारी गाली गरेको हुन्छ। राज्यको कोषबाट सहकारी पीडितको पैसा भनेर चाहिँ रवि लामिछाने धनराज गुरुङ लगायत छन् नि त एमालेका छन् नि त जीवी राई सब एमालेका नेता काङ्ग्रेसका नेता रवि लामिछाने रासपाका नेताले खाएको छ। त्यो पैसा तिनीहरूबाट उठाएर चाहिँ तिर न। तपाईँको बुद्धि यति नै रहेछ। ल्याएको त देखिहाल्यो नि अध्यादेश देखिएन। अन्तिममा कसले दुःख पायो भन्दा सुकुले सबैभन्दा नराम्रो दुःख कसले पायो भन्दाखेरि जो गरिब छ जो कमजोर छ त्यसैले दुःख पायो। धनीलाई त के मतलब कुन चाहिँ मारवाडी पक्रिन सक्यो। 3टा पक्रेपछि अरू जम्मै इन्डिया गएर बसिया छ। भोलि यिनीहरू सबै सेटल गरेर यिनीहरू आउँछ। भदौ 23 र 24 को जेएनजीले भेटाए भयो त भएन। राष्ट्रिय मानव अधिकार आयोगबाट जुन बनेको छ नि त्यो चाहिँ लिली थापाको नेतृत्वमा ती लिली थापा चाहिँ महान रसिन मान्छे। यिनले सार्वजनिक गर्न खोज्दाखेरि यिनलाई झम्टे छन् अरे। हामीले अब 15 दिनको टाइम दिन्छौँ यिनलाई सार्वजनिक गरून्। होइन भने हामी कमसेमा पनि 5000 मान्छे लिएर चाहिँ नि साथी हो मानव अधिकार आयोग घेरा गरेर त्यो चाहिँ प्रतिवेदन जनताका अगाडि लिली थापाले सार्वजनिक गरिदिनुपर्छ राष्ट्रिय मानव अधिकार आयोगले। होइन भनेदेखि तपाईँलाई डर छ भने भन्नुहोस् मलाई दिनुहोस् म सार्वजनिक गर्छु। गोली खानु पऱ्यो मै खाउँला मर्नु पऱ्यो मै मरौँला तपाईँलाई डर छ भने। र राष्ट्रिय मानव अधिकार आयोगले भदौ 23 र 24 गतिको जेएनजी मुभमेन्टको घटनालाई सार्वजनिक गर्नु पर्यो। जम्मा कुरा यो